उसको र मेरो भेट टिकटकबाट भएको थियो। उसको र मेरो कुराकानी दिन प्रतिदिन टिकटकको मेसेजबाट हुँदै गयो। एक दिनको कुरो उसले टिकटकमा मलाई जिस्क्याउँदै भाइ भनेकी थिए। मैले पनि जिस्केर उसलाई आन्टी भनिदिन्थेँ। एक दिनको कुरो हो, उसको बाउले थाहा पाएर उसलाई धोबी धुलाई हानेछ र अबदेखि मलाई मेसेज कहिले नगर्नु भन्न थालेछि। मेरो मन भारी भयो। म अत्यासिएँ, म छटपटिएँ। उसले मलाई टिकटकमा ब्लक गरिछ। मैले उसको फेसबुक आइडी सर्च गरेर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएँ, तर उसले फेसबुकमा फलोमै छोडिदिइन्। उसको प्रोफाइल लक गरेको थियो फेसबुकको। उसको फेसबुकबाट मेसेज गर्ने अप्सन थिएन। केही महिना बित्यो। त्यसपछि एक दिनको कुरो हो, उसले मलाई इन्स्टाग्राममा फलो गरेर मेसेज गर्दै भनिन्, के छ हजुरको खबर, सन्चै होइसिन्छ? अनि मैले पनि उत्तर दिएँ, खै के सन्च भन्नु, अलिअलि ढुकढुकी सास मात्र चलिरहेको छ। उसले पर्सि मेरो बिहे छ भन्दै इन्स्टाग्राममा केटाको र उसको सँगै खिचेको तस्बिर मलाई सेयर गरिन्। अनि मैले सोधेँ, केटाले के काम गर्छ? उसले उत्तर दिए, अमेरिकाको पिआर हो। मैले उसलाई भने, बधाई छ तिमीलाई, वैवाहिक जीवनको शुभकामना। त्यसपछि उनीहरूको बिहे भयो। केही महिनापछि फेरि उसले मेसेज गर्दै मलाई सोध्न थाली। अनि उसले मलाई पनि सोधी, तपाईँ चाहिँ कहिले गर्नुहुन्छ बिहे? अनि मैले उत्तर दिएँ, तिमीले छोडेदेखि बिहे त के, बिहेको कल्पना पनि गर्न सकेको छैन। अनि केटीले भन्न थाली, मैले भागौँ भनेकै त नि, हजुरले मान्नु भएन। अनि मैले उत्तर दिएँ, अरे विदेशमा भएको मान्छेले कसरी भगाउन सक्छ? कमसेकम एकपटक त सोच्नु पर्थ्यो। भइगयो, छोडिदेऊ यी सबै कुरा। अनि श्रीमान चाहिँ कस्तो पाएकी छौ? अनि उसले उत्तर दिए, एकदमै माया गर्ने, एकदमै केयर गर्ने, तपाईँले भन्दा पनि धेरै माया गर्ने। त्यही बेला उसको श्रीमान रक्सी खाएर हल्लिँदै आउँछ र भन्छ, कति फोनमा व्यस्त भएको, काम गर्नु पर्दैन? होइन, म साथीसँग अलिअलि कुरा गर्दै थिएँ, उसले उत्तर दिन्छ। त्यही बेला उसको श्रीमानले भन्छ, अझ श्रीमानसँग मुखै लाग्छ भनेर उसलाई 2-4 थप्पड लगाउँछ। अनि मेरो मन आत्तिन्छ, म झस्याङ्ग हुन्छु र मेरो फोन भुइँमा खस्छ। उसको श्रीमान दिन प्रतिदिन कुलतमा फस्दै गइरहेको हुन्छ। एक दिन उसले भात खुवाइरहेको बेलामा मलाई भात नराखिकन एक्लै भात खान्छेस् भन्दै उसलाई भातको पन्युले हिर्काउँछ। उसको श्रीमान दिनानुदिन बिग्रिँदै गएर एक दिन श्रीमतीले गलामा लगाएको सुनको सिक्री पनि बेचेर रक्सी खान्छ। एक दिनको कुरो हो, उसले घाँस काटेर वस्तुलाई खुवाइरहेकी हुन्छ। त्यही बेला उसको श्रीमानले अर्की सौता लिएर आएको हुन्छ। त्यसपछि दुवैजना मिलेर उसलाई, तैँले अब यहाँ घाँस काट्नु पनि पर्दैन, त यो घरमा बसिरहनु पर्दैन भनेर गल्यात्याउँदै निकालिदिन्छन्। उनी रुँदै निस्किन्छन् र विचार गर्छिन् आत्महत्या गर्ने। मेरो पनि त्यतिखेर भर्खरै विवाह भएको थियो र म उनीलाई लिएर घुम्नको लागि त्यही खोलाको पुलमा फोटो खिच्दै थिएँ। त्यति नै बेला खोलामा ठुलो आवाज आयो। के भएछ भनेर हत्तारपत्ता हामी दौडिँदै गयौँ। त्यहाँ मान्छे हाम फालेको देखियो र उनलाई बचाउनको लागि कैयौँ प्रयास गऱ्यौँ, तर असफल भयौँ। अनि मैले तुरुन्तै पुलिसलाई खबर गरेँ र पुलिस आएर अनुसन्धान गरेर खोज गर्दै जाँदाखेरि उनी सुभिक्षा नै रहेछन्। हत्तरपत्त उसलाई बचाउन सकिन्छ कि भनेर हस्पिटल लग्ने प्रयत्न गऱ्यौँ, तर उनी जीवित रहेनन्। डाक्टरको रिपोर्ट अनुसार उनले आत्महत्या गरेको पुष्टि भयो।